मेरो एउटा साथी थियो। त्यो साथीले एकचोटि 3-4 दिन अगाडि हो आएर भन्यो कि मैले देखेको सपना चाहिँ एकदम फेलै खाँदैन, त्यसले चाहिँ ट्याक्कै मिल्छ भन्छ। अनि तँलाई नै सुनाउनु छ भनेर भन। अनि के त भनेर मैले सोधेँ। सुना न त भनेको, तैँले मलाई कपडा दिन्छस् अनि मैले लाउँछु भनेर भन। त्यस्तो खालको सपनाले सन्देश दिएछ भन। अनि मैले सोचेँ, यसलाई म कसरी दिन्छु कपडा किनेर, अनि कसरी लाउँछ यसले, जबकि यो साथी चाहिँ खराब के, कस्तो भने खराब के कस्तो, यो अलिक चुतिया टाइपको के। जस्तै पैसा लगेपछि होइन सुत्तै हराइदिने, डाइनोसर जस्तै विलुप्त भइदिने है। अनि आफ्नो उठाउनु छ भने चाहिँ अब हल्का थोर बहुत उठाउनु छ भने नि के हो, चरमुसो छैन, कति भइसक्यो भन्ने। अनि आफूले तिर्नु छ भने चाहिँ के छैन त अब हुँदाखेरि तिर्छु, खाएर कहाँ भागी मरि जाँदिनँ, भागी जाँदिनँ, के गर्छिस् त, काट्नु मिल्दैन, मार्नु मिल्दैन भन्छ क्या। त्यस्तो खालको चुतिया मान्छे क्या। अब पैसा उसले माग्दाखेरि चाहिँ अब दुःख पायो भनेर दिनुपर्ने होइन, फिर्ता माग्दाखेरि चाहिँ उल्टै रुनु पर्ने क्या। रुनु खोज्दै माग्नु चाहिँ, तर त्यो दिएको मान्छेले फिर्ता माग्दाखेरि चाहिँ रुँदा पनि नदिने क्या। फेरि उसले माग्दाखेरि चाहिँ कुनै कारणै बिना, कारण सोध्यो भने बरु नदे, दिन्न भन्न, के झुलाइरहेको, के चाहिँ तँलाई सब कुरा खोजिदिँदा चाहिएको, किन कसरी के को लागि, किन तँलाई भनिराख्नु, दिने भने दे, नत्र भने दिन्न। फिर्ता माग्दाखेरि चाहिँ किन तँलाई के को लागि चाहियो फिर्ता, तँसँग छ त या छैन भने पनि किन चाहियो र तँलाई पैसा, के को लागि चाहियो, कहिलेको लागि चाहियो, के गर्ने, त्यो सबै चाहियो क्या उसलाई। त्यस्तो खालको चुतिया मान्छे। तर फेरि अब त्यसले चाहिँ भन, फेरि सपना फेरि ट्याक्कै मिल्छ है। म फेरि एकदम सोचमग्न भएँ। तर त्यो सपना चाहिँ, त्यसले देखेको सपना चाहिँ साँच्चै मिल्दो रहेछ। 2 दिन अगाडिको कुरा हो, प्याट्टै दुर्घटना भएछ, साथी बित्यो। अब कात्रो लिन जाने मान्छे नि कोही थिएन। मैले गएर ल्याइदिएँ अनि ओढाइदिएँ। हो, साथीको सपना चाहिँ सही नै रहेछ, फेल नखाने रहेछ।